Hello everyone. Today is day 5 of building a full stack e-commerce website. र आजबाट चाहिँ मैले फ्रन्ट एन्ड बनाउन स्टार्ट गरिरहेको छु र ब्याक एन्ड चाहिँ लगभग सक्यो भनौँ केही कुराहरू बाँकी छ त्यो चाहिँ हामी बिस्तारै गर्दै जानेछौँ र फ्रन्ट एन्डमा चाहिँ मैले स्ट्याकको कुरा गर्नु पर्दाखेरि रियाक्ट लाइब्रेरीको युज गर्दैछु स्टेट म्यानेजमेन्टको लागि रिडक्स टुलकिट एपिआई कलिङको लागि मैले आरटीके क्वेरी युज गर्दैछु आज चाहिँ मैले राउटिङ र केही एडमिन प्यानलको केही पेजहरू अनि हाम्रो ल्यान्डिङ पेजको केही पेजहरू बनाएँ र मैले चाहिँ लगइन र लगआउटको फिचर पनि एड गरेँ र यहाँ हेर्न सक्नुहुन्छ हाम्रो ल्यान्डिङ पेज चाहिँ यस्तो हुनेछ यसमा अझै काम गर्न नै बाँकी छ र मैले युजर र एडमिनको रोलहरू छुटाउनको लागि दुईटा कार्डहरू बनाएको छु एउटा प्रोटेक्टेड राउट जसले चाहिँ युजरको र पब्लिक राउटहरू एक्सेस गर्नको लागि गार्डको काम गर्नेछ अर्को चाहिँ एडमिन राउट जसले चाहिँ एडमिनको लागि गार्डको काम गर्नेछ र यो चाहिँ फुल्ली रेस्पोन्सिभ पनि छ हेर्न सक्नुहुन्छ रेस्पोन्सिभ पनि छ यसमा अझै कामहरू गर्न बाँकी नै छ र अर्को चाहिँ मैले लगइनको लगआउटको फिचर एड गरेको छु हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यो चाहिँ दुईटै तरिकाले हामीले लगइन गर्न पाउँछ एउटा गुगल र फर्म फिलअप गरेर म चाहिँ अहिले गुगलबाट लगइन गर्छु हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो एडमिन प्यानल हो है यति बनाएको छु अझ यसमा कामहरू गर्न बाँकी नै छ र यो पनि फुल्ली रेस्पोन्सिभ नै छ यो पनि रेस्पोन्सिभ नै बनाएको छु हेर्न सक्नुहुन्छ मोबाइल भ्यू हाम्रो मोबाइल भ्यूमा यस्तो देखिनेछ अरू चाहिँ हामीले यसमा लगआउटको फिचर पनि एड गरेको छु मैले यो चाहिँ लगआउट भयो र अहिले चाहिँ रोल चाहिँ एडमिन छ म यसलाई युजर बनाएर लगइन गर्छु यहाँ हेर्न सक्नुहुन्छ रोल चाहिँ अहिले युजर छ अब म लगइन गर्छु यहाँ हेर्न सक्नुहुन्छ अहिले चाहिँ रोल हाम्रो युजर थियो त्यसैले चाहिँ म ल्यान्डिङ पेजमा रिडाइरेक्ट भएको छु एडमिन प्यानलमा नभएर र यसमा पनि हामीले लगआउट गर्न सक्छौँ र यो हाम्रो युजरको डाटा चाहिँ रियल डाटा नै हो हामीले ब्याकएन्डबाट फेच गरेको हो यो चाहिँ रियल डाटा नै हो र यति नै हो है आज चाहिँ मैले काम गरेको अब बाँकी कुराको लागि स्टे ट्युन्ड है त